काठमाडौँ उपत्यकाको रहस्यमय उत्पत्ति। मञ्जुश्रीको तरबारले सुकाएको विशाल तालको कथा। के तपाईलाई थाहा छ, आज जहाँ हामी उभिएका छौँ यो सुन्दर काठमाडौँ उपत्यका कहिले एउटा विशाल ताल थियो? हो, हजारौं वर्ष अघि यो सम्पूर्ण उपत्यका पानीले भरिएको थियो। जहाँ आज घर, मन्दिर र शहर छन्, त्यहाँ केवल पानी र गहिरो रहस्य थियो। त्यो समय यो ठाउँलाई नागदह भनिन्थ्यो। एक विशाल, शान्त तर रहस्यमय ताल। चारैतिर हरियाली डाँडाहरू, माथि कुहिरोले ढाकिएको आकाश र बीचमा एउटा अद्भुत कमलको फूल। त्यो कमल साधारण थिएन, त्यसको बीचबाट निस्किरहेको थियो दिव्य प्रकाश। त्यो प्रकाश यति शक्तिशाली थियो कि देवता र साधुहरू पनि आकर्षित हुन्थे। आज पनि त्यो स्थानलाई स्वयम्भूनाथ स्तूपसँग जोडेर हेरिन्छ। धेरै टाढा हिमाल पारी एक महान बोधिसत्व बस्नुहुन्थ्यो, मञ्जुश्री। उहाँ ज्ञानका प्रतीक, शान्त, शक्तिशाली र दिव्य दृष्टि भएका। एक दिन ध्यानमा बसेको बेला उहाँले देख्नुभयो एक चम्किलो ज्योति, एउटा पवित्र स्थान। उहाँको मनमा आयो, यो स्थान केवल पानीभित्र लुकेको हुनु हुँदैन, यो त मानवका लागि खुला हुनुपर्छ। त्यसपछि उहाँले निर्णय गर्नुभयो, नेपाल जाने। मञ्जुश्री आफ्ना शिष्यहरूसँग पहाड, हिमाल, नदी पार गर्दै नेपाल आइपुग्नुभयो। जब उहाँले त्यो विशाल ताल देख्नुभयो, उहाँ छक्क पर्नुभयो। यो ठाउँ त स्वर्ग जस्तै छ, तर पानीले ढाकिएको। उहाँले बुझ्नुभयो, जबसम्म यो पानी हट्दैन तबसम्म यहाँ जीवन सम्भव छैन। उहाँले आफ्नो शक्तिशाली तरबार निकाल्नुभयो। त्यो साधारण तरबार थिएन, ज्ञानको प्रतीक, दिव्य शक्ति भएको। उहाँ उभिनुभयो चोभारको डाँडोमाथि। उहाँले गहिरो सास लिनुभयो र भन्नुभयो, अब यो स्थान मानवको हुनेछ। एकैचोटि तरबार चम्कियो, आकाश गर्जियो र डाँडो चिरियो। त्यस क्षण तालको पानी भयानक वेगले बग्न थाल्यो। गर्जिँदै बग्दै सबै पानी चोभारबाट बाहिरियो। त्यो दृश्य डरलाग्दो पनि र अद्भुत पनि। दिन बित्दै गयो, पानी घट्दै गयो र बिस्तारै जमिन देखिन थाल्यो। उब्जाउ माटो, हरियाली मैदान, सुन्दर उपत्यका। त्यो ताल हरायो र जन्मियो काठमाडौँ उपत्यका। पानी सुकिसकेपछि मानिसहरू यहाँ बस्न थाले, खेती गर्न थाले, घर बनाउन थाले, मन्दिर निर्माण भए, संस्कृति सुरु भयो, धर्म फैलियो। मञ्जुश्रीले यहाँ धर्म, ज्ञान र सभ्यता रोप्नुभयो। धेरैले उहाँलाई राजा भन्छन्, तर वास्तवमा उहाँ राजा होइन, उहाँ बोधिसत्व हुनुहुन्छ, ज्ञानका प्रतीक, मानवताको मार्गदर्शक। तर उहाँको योगदानले उहाँलाई काठमाडौँको संस्थापक जस्तै बनाएको छ। यो कथा केवल कल्पना हो? चाखलाग्दो कुरा के छ भने वैज्ञानिकहरूले पनि काठमाडौँ पहिले ताल थियो भन्ने प्रमाण भेटेका छन्। यसले के देखाउँछ भने पुरानो कथा र विज्ञान कतै न कतै मिल्छन्। आज हामी जुन शहरमा बसिरहेका छौँ त्यो कुनै साधारण ठाउँ होइन। यो एक समय पानीले ढाकिएको संसार थियो र एक बोधिसत्वको साहसले त्यो संसार बदलियो। त्यो तरबारको एक प्रहारले सृजना भयो हाम्रो काठमाडौँ। यदि तपाईलाई यस्तो रहस्यमय र सत्यसँग जोडिएको कथा मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला, किनकि यस्ता धेरै कथा अझै बाँकी छन्।